तपाईँहरू यसलाई ठेकुवा भन्नुहुन्छ कि खजुरी? यसको आज रेसिपी देखाउँदैछु म। फर्स्टमा लिनुहोस् 1 केजी मैदा अनि आधा किलो सुजी अनि 250 ग्राम काजु बदाम जुन पिन्दा मेरो ढाड फुस्क्यो। 250 ग्राम पिनेको नरिवल, 100-150 ग्राम जस्तै स्वादअनुसारको चिनी, त्यस्तै 30 ग्राम जस्तो सुप अनि हाल्नुहोस् 3 चम्चा जस्तो घिउ, थोरै ल्वाङ सुकमेल र दालचिनीको धुलो अनि सबै मजाले चलाउनुहोस्, मिक्स गर्नुहोस् अनि दुध हालेर पिठो जस्तै मुस्नुहोस्, मजाले मुस्नुहोस् अनि यतिको भइसकेपछि छोपेर राख्नुहोस् 2 घन्टालाई। त्यसपछि 2 घन्टापछि यस्तो हुन्छ अनि गोलो गोलो बनाउनुहोस् यस्तो सेप। यसरी चम्चाले आकार दिन पनि सक्नुहुन्छ, जस्तो सेप बनाउँदा नि हुन्छ। अनि तेल तताउनुहोस् कि त घिउ तताउनुहोस् अनि त्यसमा मजाले तार्नुहोस्, मजाले रातो हुने गरी। अनि यतिको कलर आएपछि चाहिँ तपाईँ झिक्नुहोस् अनि मजाले खानुहोला। प्राय तिहारको बेला बनाइने यो स्न्याक एकदमै मिठो हुन्छ। तपाईँ एकचोटि बनाएर खानुहोला। सबैले मिठो मानेर खानुभयो, एकदम मिठो भयो भन्नुभयो। त्यसैले रेसिपी फलो गरेर कस्तो भयो मलाई भन्नुहोला। थ्याङ्क्स फर वाचिङ। थ्याङ्क यू, बाई।